हेलो गाइस सेवारो आज चाहिँ हेर्नु नि मैले मन्दिरमा चाहिँ आज दियो चाहिँ उता सारेको छु कि त्यही भएर यहाँ सबै कालो हुन्छ भनेर यहाँनिर मैले बाल्थेँ पहिला होइन अनि त्यही भएर अहिले चाहिँ मन्दिर बनाइदिएको छ अस्ति चाहिँ मन्दिर नभएर यहीँ बाल्थेँ अनि यहाँ सबै भित्र कालो हुन्छ भनेर क्या मैले चाहिँ अनि अहिले चाहिँ आज चाहिँ राम्रो शुभ दिन मेरो शिवजी भगवान्को अनि मेरो मुकुलुङ पाते माता अनि म एकदम मान्छु नि त त्यही भएर आज चाहिँ उता मैले सारेको छु क्या त्यही भएर राम्रो दिन पारेर राम्रो मजाले दियोहरू बालेर उता बाहिर सारेको छु म तपाईँहरूलाई देखाउन जान्छु ल गाइस गाइस अब म बाहिर आएँ मेरो अस्ति मलाई भर्खर मन्दिर बनाइदिएछ कि डार्लिङले अनि त्यहाँदेखि आज मैले मजाले सारेँ होइन अन्त म चाहिँ जहीँ पनि माथि जहीँ बसे पनि मलाई चाहिँ यस्तो मनपर्छ कि है अनि यो चाहिँ हाम्रो पाथिभारा मुकुलुङको पञ्चकन्या पाथिभारामा त गयो यो सबै पाँचवटा होइन पाँचवटा यो चाहिँ तपाईँहरूले थाहै छ होइन यो चाहिँ टिका सबै पाँचवटा होइन मैले आज लगाइदिएको हेरिहाल्नुहोस् त गाइस म चाहिँ यसरी गर्छु क्या दुईवटा पानी राखिदिएको छु होइन यहाँ साथै अनि अब त्योभित्र चाहिँ मैले हावाहरूले फुकेर मार्दैन होइन अब यसको जस एउटा प्रोडक्ट गरेर राखेको होइन अब यहाँ चाहिँ हावाहरू हालेर ढाल्छ उ गर्छ भनेर के अनि यहाँ दियो धुपहरू बालिदिएको छु यसरी सधैँ अब यहाँ चाहिँ अब तेलहरू बालेर लगाएर होइन यता मजाले घामहरू आउँछ पूर्व यता परेर अनि मजाले यतापट्टि पारेको छु अनि हेरिहाल्नुहोस् है गाइस मेरो चाहिँ यही हो सानो मन्दिर यो सब आनन्द लाग्छ शान्ति लाग्छ होइन त्यही भएर तपाईँहरूले पनि गर्नुहोस् राम्रो हुन्छ अब सकेको बेलामा यसो होइन यसो हेर्ने दियो हाल्ने यसो दियो बाल्ने अनि यसो टुटीहरू तानिदिने तेलहरू थपिदिने हो कि अरू केही पर्दैन सजिलो छ होइन गाइस मेरो मन्दिर यही तपाईँहरूलाई हेरिहाल्नुभयो नि है सानो मन्दिर बाहिरको दियो बाल्ने कि घरभित्र सबै कालो भइहाल्छ है अनि त्यही भएर क्या थ्याङ्क यू बाई